नयाँ कुरा सिक्ने क्रिएटिभ माइन्ड्सको लागि रमाइलो नमस्कार एन्ड वेलकम टु यु अल इन रिभोल्युसन बेसिक म्याथ युट्युब च्यानल वेयर वी टिच यु 10 years mathematical content in just 1 year. So let's start. So today we have unit 3 of find value of alphabet from multiplication form page number 65, 66, 67, 68 of Skeleton Basic Math. So today you can see here multiple form, multiple form, multiple form, multiple form, multiple form and multiple form. सबै numbers multiple form मा छ with the alphabet. मल्टिपल फर्ममा छ र अघिल्लो भिडियोमा हामीले पढेको थियो मल्टिपल फर्म छ र यता पनि डिभाइड हुन्छ. मल्टिपल छ भने डिभाइड हुन्छ, सेम मल्टिपल छ भने डिभाइड हुन्छ, मल्टिपल छ भने डिभाइड हुन्छ. हियर अल्सो मल्टिपल छ भने डिभाइड हुन्छ, मल्टिपल छ भने डिभाइड हुन्छ. यहाँ पनि मल्टिपल छ भने डिभाइड हुन्छ, मल्टिपल छ भने त डिभाइड हुन्छ, मल्टिपल छ भने डिभाइड हुन्छ. कस्तो खालको डिभाइड? लेट्स सी. 5 मल्टिपल फर्ममा छ भने obviously x as it is, 20 as it is, this goes down. मल्टिपल फर्ममा छ नम्बर यता आउँछ एन्ड डिभाइड को फर्ममा हुन्छ. अब 5 पंजा पढ्नुस् कति चोटीमा, 5 पंजा पढ्नुस् कति चोटीमा 20 हुन्छ, दैट इज 4 चोटीमा. एन्ड सिमिलरली मल्टिपल फर्ममा छ यो साइडमा आयो भने 4 डिभाइड हुन्छ. मल्टिपल थियो यो साइड आयो डिभाइड, मल्टिपल थियो यो साइड आउँदा डिभाइड. देयरफोर 4 पंजा पढ्नुस् कति चोटीमा 12 हुन्छ, 4 3s are so 3. एन्ड हियर अल्सो मल्टिपल फर्ममा छ यता आयो भने डिभाइड, मल्टिपल फर्म यता आयो भने डिभाइड, मल्टिपल फर्म यता आयो भने डिभाइड. सो y इक्वल्स टु 7 पंजा पढ्नुस् कति चोटीमा 21 हुन्छ, 3 चोटीमा. सो हियर अल्सो मल्टिपल फर्ममा छ यता आयो डिभाइड, मल्टिपल फर्ममा छ यता आयो डिभाइड, मल्टिपल फर्ममा छ यता आएपछि डिभाइड. दैट इज 28/4. डिभाइड गर्नु होला एन्ड दैट इज 7. हियर अल्सो मल्टिपल फर्ममा छ यता आयो भने डिभाइड, मल्टिपल फर्ममा छ यता आयो भने डिभाइड. a इक्वल्स टु 24 एन्ड by 6, therefore a equals to 4. Here also multiple form छ 28/4 and 4 भन्दा पढ्नुस् कति चोटीमा 28 हुन्छ, obviously 7 चोटीमा. अब यहाँ पनि मल्टिपल फर्ममा छ यता ल्याउनुस् 27/9, मल्टिपल फर्ममा छ यता आयो भने डिभाइड, मल्टिपल फर्ममा छ यता आयो भने डिभाइड. अब 9 भन्दा पढ्नुस् कति चोटीमा 27 हुन्छ, 9 3s are 27, 9 3s are 27. obviously मल्टिपल फर्ममा हामीले सल्भ गर्यौं. जस्ट आई होप यति बुझ्नु भयो होला. अब यसको हामी भेरिएसन बुझ्छौं. यसमा रकेट साइन्स केही छैन, जस्ट मल्टिपल डिभाइड, मल्टिपल डिभाइड, मल्टिपल डिभाइड, मल्टिपल डिभाइड, मल्टिपल डिभाइड, मल्टिपल डिभाइड. जति हामी अगाडि बढ्दै जान्छौं त्यति हामीसँग च्यालेन्जिङ न्यूमेरिकल आउनेछ. यसमा अब भेरिएसन गर्छौं, थोरै अलिकति ट्रिकी छ, अलिकति मात्रै. जस्ट लेट्स एड दैट भेरिएसन वन्स अगेन. सो जस्ट मैले भेरिएसन एडिट गरेँ अघिल्लो केसमा. सो तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ, जस्ट मैले भेरिएसन एड गरेँ, मोडिफिकेसन जसलाई भनिन्छ. थोरै माइनस एड गरेँ, माइनस माइनस दुई साइडमा पुट गरेँ, यहाँ माइनस राखिदिएँ, यहाँ पनि माइनस माइनस, यहाँ माइनस माइनस. यसलाई भेरिएसन भन्छ, मोडिफिकेसन फर्म भन्छ. र हामी जहिले पनि सल्भ गर्दाखेरि हामीसँग सिम्पल, अभियसली सिम्पल न्यूमेरिकल त हुँदैन, मोडिफिकेसन हुन्छ. र त्यो मोडिफिकेसन गर्ने टाइममा हामीलाई यसले हेल्प गर्छ. सो लेट्स सी. तरिका त्यही हो, जस्ट तरिका त्यही हो अघिकै. अलवेज गर्छौँ हामी के, डिभाइड फर्ममा मल्टिपल फर्ममा छ यसलाई जस्ताको तस्तै राखिदिनुस्, 20 लाई यता लगिदिनुस् एन्ड द 5 यो डाउन गयो, माइनस जस्ताको तस्तै राख्नुस्. एन्ड 5 पंजा पढ्नुस् कति चोटीमा 20 हुन्छ, obviously 4 चोटीमा. एन्ड यो x लाई यता मुभ गरिदिनुस्.
यो माइनसलाई यता मुभ गरिदिनुस्, x को अगाडिको माइनसलाई यता मुभ गरिदिनुस्, x = -4 यसलाई यता मुभ गरिदिनुस्। यो अघिकै प्याटर्न हो, जस्तै कि यो थिएन त्यही हो, यो डाउन जान्छ त्यसपछि डिभाइड गर्छु। यदि यहाँ माइनस छ भने यदि यहाँ माइनस छ भने यसलाई यहाँको माइनस यता राखिदिन्छु, यति मात्रै डिफरेन्स छ। अब यहाँ दुई साइडमा छ भने माइनस, दुई साइडमा छ भने माइनस, दुई साइडमा छ माइनस क्यान्सल गरिदिनुस्, यही क्यान्सल गरिदिँदा हुन्छ, फरक पर्दैन। 12 अब मल्टिपल फर्ममा छ, यता आयो भने डिभाइड, मल्टिपल फर्ममा छ यता आयो भने डिभाइड, मल्टिपल फर्ममा छ यता आयो भने डिभाइड। अब गर्नुस्, अघिकै त प्याटर्न हो 3, जस्ट यहाँ मात्रै मोडिफिकेसन थियो, यता मात्रै नयाँ थियो, जस्ट माइनस माइनस दुई साइडमा आयो भने काट्दिनुस्। ओके, यहाँ पनि माइनस छ, यहाँ नचलाउनु, माइनस यो साइडमा छ छोडिदिनु, एज इट इज छोडिदिनु। यहाँ मल्टिपल फर्ममा छ 21 एज इट इज, यसलाई तल लानु होला। एन्ड देयरफोर y = 7 मा जा पढ्नुस्, 3 चोटीमा 21 हुन्छ, माइनस एज इट इज छोड्नु, जस्ताको तस्तै छोड्नु। यो साइडमा छ भने त्यसलाई टच नगर्नु, यताको छ भने लास्टमा गएर यता साट्दिनु, दुई साइडमा छ भने काट्दिनु होला। फेरि पनि यो साइडमा छ मल्टिपल फर्ममा छ, यो मल्टिपल फर्ममा छ 28/4 माइनस a जस्ताको तस्तै पुट गर्नु होला। एन्ड दिस इज 7 टाइम्स हुन्छ। एन्ड यो माइनस छ भने देयरफोर यता ल्याइदिनुस्, यता छ भने सेम राख्नु र फाइनली यता मुभ गरिदिनुस्। एन्ड फेरि पनि दुई साइडमा छ भने क्यान्सल, दुई साइडमा छ भने क्यान्सल, दुई साइडमा छ भने क्यान्सल। अब बाँकी रह्यो हामीसँग 6a एन्ड 24। वन्स अगेन द्याट जस्ट रिसेन्टली गरेको चिज हो, मल्टिपल फर्ममा छ, a = 24/6 डिभाइड गर्नुस्, कति चोटीमा 4 चोटीमा हुन्छ। यहाँ पनि यसलाई चलाउनु पर्दैन, एज इट इज यसलाई मल्टिपल फर्ममा छ, यता आएपछि अभियसली डिभाइड हुन्छ। अब डिभाइड गरेपछि कति हुन्छ, द्याट इज -3। यति फरक छ भेरिएसनमा, जस्ट दुई साइडमा छ भने माइनस यसरी हामी कट गर्छौँ अनि सल्भ। यदि x वाला टर्मको अगाडि माइनस छ भने लास्टमा यहाँ लगेर यता राखिदिनुस्, लास्टमा यसरी गर्दै गर्दै यहाँ आयो भने यता राखिदिनुस्। अब यो साइडमा छ अल्फाबेट, यहाँ छ अल्फाबेट, यहाँ छ अल्फाबेट, यहाँ छ र यो साइडमा माइनस छ भने सल्भ गर्नुस्, यो माइनसलाई टच गर्नु पर्दैन, एज इट इज। सिमिलरली अल्फाबेट यो साइडमा छ, नम्बर यो साइडमा छ, यसलाई सल्भ गर्दै जाँदा यसलाई एज इट इज राख्दै जानुस् र मल्टिप्लिकेसन फर्ममा यति खालको भेरिएसन हुन्छ।